अहिले भर्खरै पार्टी एउटै हुने स्थिति छैन। त्यता टाउको नदुखाउँ झमेला। अहिले पार्टी एउटै बनाउँछौँ भने फेरि झगडा सुरु भइहाल्छ हाम्रो। किनभने मैले अस्ति नै पनि भनेको थिएँ एकचोटि मदन भण्डारीको कार्यक्रमको क्रममा, पार्टी एकता पहिलाको समीक्षा नगरिकन र अलिकति अब चाहिँ बिग्रिँदैन भन्ने कुरा एक हदसम्म सुनिश्चित नगरिकन पार्टी एकता गरेर फेरि हतारमा गरेर फुर्सदमा पछुताउनु अब हुँदैन। तर सहकार्य र कार्य एकता तत्काल सम्भव र आवश्यक छ। अहिले नै आजै भोलि त्यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन। त्यसमा हामीले इमानदारीका साथ आन्दोलित भयौँ भने पार्टी एउटै बनाउने पनि त्यहीँबाट बन्न सक्छ। साझा सहकार्य, साझा आन्दोलन, साझा कर्म अनि प्रतिक्रियावादीहरूसँग हुने सङ्घर्षबाट हाम्रो बिचमा एकताको भावना पैदा हुन्छ भन्ने मलाई लाग्छ। अब अन्तिममा म एउटा कुरा चाहिँ यो पटक चुनाव सकियो, हामी सबैले सोचे भन्दा बिल्कुल उल्टो आयो। कसरी आयो, के आयो, यसको अध्ययन अनुसन्धान हुँदै जान्छ नेपालको इतिहासमा। यो चुनाव थियो कि थिएन, यो अर्कै केही पो थियो कि, थुप्रै थुप्रै ठाउँबाट थुप्रै थुप्रै रिपोर्ट आएका छन् हामी कहाँ। के भयो के म अहिले त्यतापट्टि धेरै जान चाहन्न। तर हामीले भन्यौँ अब हामीले एउटा गल्ती, कहिले काङ्ग्रेससँग सहकार्य, कहिले एमालेसँग सहकार्य, कहिले मधेसीसँग सहकार्य, कहिले एमाले र को भन्दा भन्दै हाम्रो दिन पनि त्यसैमा बित्यो, जनता भ्रमित पनि त्यसैमा भयो। त्यसकारण अहिले अब हाम्रो लागि सरकार मुख्य कुरा होइन, हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य कुरा हो। त्यसकारण हामी सरकारतिर छैनौँ। अहिले हामीलाई एउटा झमेला आइलागेको छ, म त्यो कुरा पनि आज भन्न चाहन्छु। यो प्रदेश सरकारको झमेला हामीले सुरुदेखि भनेको काङ्ग्रेस र एमालेको सरकार छ सबै प्रदेशमा, तपाईँहरू चलाइराख्नुहोस्, हामीलाई चाहिएन है। अहिले सरकार भन्दा भन्दै यो बजेटको बेलामा काङ्ग्रेस र एमालेको बिचमा यस्तो रडाको पर्यो, बजेट पास गर्नै नसक्ने स्थिति आएपछि एउटा बाध्यता चाहिँ हामीले पनि यो प्रदेशै फेरि बर्बाद हुन त दिन हुँदैन भनेर फेरि हामीले ध्यान दिनुपर्ने अवस्था आइलाग्यो। म यहाँबाट फेरि पनि तपाईँहरूको अगाडि तपाईँहरूलाई साक्षी राखेर, पत्रकार साथीहरू तपाईँहरूले पनि जे हो त्यही भनिदिनु होला बाहिर। हामीलाई सरकार चाहिएको छैन। अहिले नेपाली कम्युनिस्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन। मैले भने राष्ट्रिय स्वाधीनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता हो। हामीलाई सरकार चाहिएको छैन। काङ्ग्रेस एमालेको छ, आलो पालो गर्ने भन्नुभएको थियो, उहाँहरूले गर्नुहोस्, हामी उहाँहरूलाई बाधा दिँदैनौँ। फेरि